नमस्कार यो कहाँ पर्यो होला यता ठुलाखोला अरूखा पर्यो कहाँ पर्यो अरे अरूखा अरूखा भन्ने कुन ठाउँमा पर्छ यो त खजुरी पर्छ खजुरी खजुरी ठुलाखोला खजुरी भन्छन् ए ठुलो ठुला खजुरी अनि त्यसो म हजुरलाई एनसेलदेखि फोन गरिरहेको छु है अनि हजुरलाई चाहिँ 5,000 रुपियाँ उपहारको स्वरूप परेको छ 10जनालाई अफर गरेको थियो यो है अनि हजुरलाई 5,000 रुपियाँ तपाईँले भारतीय ब्याङ्कबाट निकाल्न सक्नुहुन्छ म्याडम हजुरको नजिकै कतै भारतीय ब्याङ्क भन्ने छ भारतीय ब्याङ्क हजुर मलाई त थाहा छैन छ है भारतीय तपाईँको यो कुन जिल्लामा पर्छ भन्नुहोस् त यो 8 नम्बर हो हजुर कुन जिल्ला नङ्गोडा हजुर नवला हो त हो तर कुन हो भनेको तपाईँको जिल्लाको नाम चाहिँ के हो जिल्लाको नाम त खै मलाई ज्यादा थाहा छैन यहाँ त मेरो नम्बर यो कसको नम्बर पठाएको पैसा हो के हो नम्बर भने तपाईँको नजिकै कोही छ हजुर नम्बर यो फोन दिनुहोस् त म पठाएको हुन्छ जान्छ है हेलो नमस्कार मैले चाहिँ यो एनसेलदेखि हजुरलाई कल गरिरहेको थिएँ है हजुरलाई 10जनालाई अफर गरेको थियो 10जना मध्येमा हजुरको नम्बर पनि चुज भएको छ है अनि हजुरले चाहिँ नजिकैको भारतीय ब्याङ्कमा गएर 5,000 रुपियाँ निकाल्न सक्नुहुनेछ है त्यसको लागि चाहिँ हजुरले आफ्नो नागरिकताको नाम अनि हजुरको नागरिकतै भए सजिलो हुन्थ्यो है अनि यो नम्बर कसको नाममा छ हजुरलाई थाहा छ भनेपछि उहाँलाई भनिदिनु होला कि एनसेलले चाहिँ अफर गरेर 5,000 रुपियाँ भारतीय ब्याङ्कमा पठाइदिएछ भनेर अनि पछि हजुरले नागरिकताको युजको सिम हो उहाँको नागरिकता लिएर चाहिँ उहाँ ब्याङ्कमा अनि 2टा फोटो चाहिँ ब्ल्याक एन्ड व्हाइट हुन्छ नि सादा फोटो 2टा सादा फोटो गर्नुपर्ने छ अनि हजुरले 5,000 रुपियाँ निकाल्न सक्नुहुन्छ सर त्यही जानकारी गराऊ भनेर फोन गरेँ सर धन्यवाद सर बधाई छ राखेँ सर एनसेलले